प्रेज द लर्ड, जय मसीकी। तपाईहरुलाई ग्रेस किचनमा स्वागत छ। आज चाहिँ हामी सुँगुरको खुट्टाको रेसिपी सेयर गरिरहेको छौं र सबैले आफ्नो आफ्नो तरिकाले बनाउँछ र हामी चाहिँ यसरी बनाउनेछौँ। मैले यहाँ खुट्टा लिएको छु, राम्ररी धोएर सानो काटेको छु। अनि जिरा, धनिया, रातो खोर्सानी, अदुवा, लसुन अनि पहेँलो तोरी हामीलाई चाहिन्छ। र सबभन्दा पहिला यसको मसला हामी तयार पार्छौँ। मसलामा जिरा, धनियालाई चाहिँ यसरी मैले के गरेको छु, भुनेको छु है। यसरी भुनेर चाहिँ मजाले भुन्नुपर्छ। अनि पहेँलो तोरीलाई पनि भुन्नुपर्छ। अनि कालो मरिच छ भने त्यो पनि राम्रो। म चाहिँ पाउडर हालेको छु, मेरोमा पाउडर भएको कारणले गर्दा। अब यसलाई चाहिँ हल्का ठुलो आँचमा होइन, हल्का आँचमा बिस्तारै भुनेपछि चाहिँ जब यो फ्लेभर आउँछ यसको है, हल्का ब्राउन हुन्छ, अब यसलाई पिसेर हामी एक साइडमा राख्नेछौँ। अब यो सुँगुरको मासुको खुट्टा मासु अनि हल्दी नुन लगाएर अब यसलाई चाहिँ हामी 4-5 सिटी दिएर चाहिँ त्यो राख्नेछौँ। अनि तातोमा हामीले फ्राई गर्ने। यसलाई चाहिँ मैले है राति उयो गरेको उसिनेको, बिहानखेरि चाहिँ मैले बनाउँदैछु। त्यसले गर्दा यो मासु पनि कक्रिन्छ है, ल्यात हुँदैन। अनि अलिकति खाने तेलमा यसलाई चाहिँ मैले के गर्छु, स्टर फ्राई गर्छु। किनकि यो सुँगुरको मासुले पनि तेल छोड्छ, तपाईँलाई थाहै छ है। र यसलाई चाहिँ यो मासु चाहिँ मजाले नै पाकिसकेको छ, तर यसलाई चाहिँ मजाले यो यतिको है ब्राउन गऱ्यो भने चाहिँ स्मोकी टाइपको फ्लेभर आउँछ। अन्त यसलाई चाहिँ मजाले हामीले चलाएर पल्टाइ चलाउनु पर्छ। हेर्नुहोस् त, यतिको भइसक्यो। अब यसलाई चाहिँ हामी बिस्तारै एउटा प्लेटमा निकाल्नेछौँ। हामी निकाल्दाखेरि ध्यानसँग निकाल्नुपर्छ, किनकि यो चाहिँ पड्किन्छ, आँखामा छिट्का पर्ने डर हुन्छ। अनि हामीले एकदमै केयरफुली नै यसलाई निकाल्नुपर्छ। अब यो तेल, यसको बोसोको तेल छ है, छोडेको छ। अब हामीले तेल नालिकन यसैमा हामीले बनाउनेछौँ। सबभन्दा पहिला मेथीको दाना चड्काउँछौँ। अनि रातो खोर्सानी है, मेरोमा रातो खोर्सानी चाहिँ ठुलो खाले, यो चाहिँ फ्लेभर मात्रै दिन्छ, पिरो हुँदैन। अनि यसलाई पनि हामी के गर्छौँ, मजाले खराएर। अब यसमा चाहिँ हामी के हाल्छौँ भने अदुवा लसुन चाहिँ मैले रफली काटेको छु है। अनि यसलाई चाहिँ अलिकति ज्यादा क्वान्टिटीमा लिएको छु। मजाले चाहिँ हालिकन यसलाई पनि हामीले फुल आँचमा चाहिँ, फुल फ्लेममा चाहिँ हामीले पकाउनु पर्छ। अनि यो चाहिँ के हुन्छ, ब्राउन हुन्छ है। यतिको भएपछि चाहिँ अब हामी यसमा के लाउँछौँ, टमाटर लाउँछौँ। टमाटर पनि मैले चप गरेर काटेको छु है। र यसलाई चाहिँ हामी मजाले चलाएर ढाकेर चाहिँ यसलाई हामी पकाउनेछौँ। ढाक्नाले चाहिँ छिटो यो चाहिँ के हुन्छ, मजाले गल्छ। अनि यसलाई चाहिँ यो गल्यो भने चाहिँ त्यो टमाटरको उयोहरू पनि देख्दैन होइन। अनि यो मासुमा पनि राम्रोसँगले यो के भन्छ, मसलाहरू लाग्छ। अब अलिकति स्वादअनुसारले नुन हालिकन तपाईँहरूले स्वादअनुसारले हाल्नु, किनकि मैले उता मासुमा पनि हालेको छु, त्यसले गर्दा चर्को हुनसक्छ है। यो चाहिँ ध्यान दिनुपर्छ हामीले। अनि अब यो यतिको ढाकेर भएपछि चाहिँ अब हामी यसमा स्पाइसेस मसला जो बनाएको, मैले यो जिरा धनिया किनेको छु है, 2 चम्मच 3 चम्मच हाले सानो बडा टिस्पुनमा। अनि अब यसमा चाहिँ पहेँलो तोरी पनि मैले जुन चाहिँ पिसेको थिएँ, यसले चाहिँ राम्रो फ्लेभर दिन्छ होइन। कालो तोरी चाहिँ त्यसले चाहिँ तितो हुन्छ, तर यो पहेँलो तोरी। अनि यो लाल मिर्च पाउडर, तिखा लाल हालेको छु। अनि अघि मैले यो सेजवान सस मैले भनिहालेँ, यो चाहिँ मदर सस हो, जेमा हाल्यो भने राम्रो हुन्छ है। मैले घरमा बनाएको सेजवान सस, जसको रेसिपी मैले तपाईँहरूलाई सेयर गरेको छु। अब यो हालिसकेपछि चाहिँ यसलाई मजाले अब चलाएपछि चाहिँ अब हामी यसमा के हाल्छौँ, त्यो अघिको पोर्क मिट हाल्नेछौँ। पोर्क मिट चाहिँ अलरेडी पाकिसकेको छ यसलाई होइन, पाकेर बोइल्ड गरेर पनि बोइल्ड गरेको। अब यसलाई चाहिँ हामीले मिक्स मात्रै गर्नुपर्छ, मजाले पक्रेर चाहिँ यसलाई चाहिँ हामीले मजाले मिक्स गर्नुपर्छ है, केयरफुली मजाले। अनि एकदमै दामी हुन्छ यो चाहिँ है, खाउँ लाग्छ। तपाईँहरूले यसरी बनाएर राख्यो भने चाहिँ है, तपाईँहरूले यो लामो समयसम्म राख्नु सक्नुहुन्छ। अनि यसलाई चाहिँ तपाईँहरूले
बिस्तारै तपाईँले खान सक्नुहुन्छ है बयममा राखेर। तर पानी चाहिँ पर्नु हुँदैन यसमा है, पानी पर्नु हुँदैन। अनि यसरी चाहिँ तपाईँहरूले खाँदाखेरि चाहिँ सुक्खा चम्चीले निकाल्नुपर्छ अनि टाइट बिर्को लगाएर। अब चाहिँ लमटमको लागि चाहिँ फ्रेस निम्बु तपाईँहरूले हाल्नु सक्नुहुन्छ है, एउटा दुईवटा निम्बु हाल्यो भने। तर मेरोमा चाहिँ निम्बु थिएन, यो भिनेगर छ, भिनेगरले पनि काम गर्छ। अनि मैले चाहिँ 2 ढक्कन भिनेगर हालेर अन्त यसलाई चाहिँ मजाले के गर्छु, मिक्स गरेर चाहिँ यो चाहिँ अब खाने लायकको भइसक्यो है। अब तपाईँले यसलाई चाहिँ लमटम स्टोर गर्नु सक्नुहुन्छ एउटा सुक्खा बयममा। हामीले चाहिँ याद गर्नुपर्छ, जुन बोतलमा हामी हाल्छ त्यो चाहिँ सुक्खा हुनुपर्छ, पानी हुनु हुँदैन। त्यसले गर्दा चाहिँ बिग्रिन्छ, छिटो उल्ली लाग्छ है, खराब हुन्छ। तपाईँहरूले यो चाहिँ ध्यान दिनुपर्छ। ल हवस् त, हाम्रो यो रेसिपी रेडी भइसकेको छ। तपाईँहरूले पनि यसरी नै घरमा बनाउनुहोस्। अनि हाम्रो च्यानललाई चाहिँ तपाईँहरूले माया गरिदिनु भएको छ, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनुहोस्। अनि तपाईँले कमेन्ट्स पनि गरिदिनुहोस्, तपाईँहरूलाई कुन चाहिँ रेसिपी मनपर्छ, हामी हाल्ने कोसिस गर्नेछौँ।